नमस्ते, म डाक्टर राजन शाह, ल्याप्रोस्कोपिक गाइनेकोलोजिस्ट र निसन्तान रोग विशेषज्ञ। र आजको हामी अब म हस्पिटल जाँदैछु र आजको हाम्रो केसेसहरूको बारेमा मैले डिस्कस गर्न चाहेँ। धेरैजनाले सोध्नुहुन्छ इभन हजुरको आज के अपरेसन छ भनेर कति कमेन्ट आइरहेको हुन्छ। सो आजको हाम्रो 4वटा अपरेसन छ, जसमध्ये पहिलो अपरेसन यङ फिमेल हुनुहुन्छ। उहाँको हामीले पाठेघर बचाएर पाठेघरमा पलाएको मासु निकाल्ने शल्यक्रिया गर्न जाँदैछौँ, जसलाई ल्याप्रोस्कोपिक मायोमेक्टोमी भनिन्छ। र यो शल्यक्रिया गर्नलाई हामीले 3वटा पल पारेर उहाँको पाठेघरको जुन एन्टेरियर भागमा जुन ट्रिग्युज फाइब्रोइड छ अराउन्ड 8-9 सेन्टिमिटर छ, त्यसलाई हामीले निकाल्ने शल्यक्रिया गर्न जाँदैछौँ। सेकेन्ड केस हाम्रो पाठेघर निकाल्ने शल्यक्रिया हुनु छ। हामीले टोटल ल्याप्रोस्कोपिक हिस्टेक्टोमी गर्छौँ। उहाँको 3वटा पल पारेर हामीले पाठेघर निकाल्छौँ। उहाँको महिनावारी हुँदाखेरि एकदमै धेरै रगत जाने, धेरै पेट दुख्ने र एडिनोमायोसिसको कारणले गर्दाखेरि हामीले उहाँको पाठेघर निकाल्न जाँदैछौँ। थर्ड केस भनेको हाम्रो सिस्टको सर्जरी छ। उहाँको ओभेरियन सिस्ट छ, बाइलेटरल इन्डोमेट्रियोटिक सिस्ट, चक्लेट सिस्ट पनि भनिन्छ। र महिनावारी हुँदाखेरि एकदमै गाह्रो हुने र बच्चा बस्न पनि गाह्रो भएको कारणले गर्दाखेरि हामीले उहाँको सिस्ट निकाल्ने शल्यक्रिया गर्न जाँदैछौँ। र चौथो अपरेसन पनि हाम्रो मायोमेक्टोमी नै छ। उहाँको मल्टिपल फाइब्रोइड्स छ, एउटाभन्दा बढी मासुहरू पलाएको छ र हामीले पाठेघर बचाएर पाठेघरमा पलाएको मासु निकाल्नेछौँ। अब म हस्पिटलतिर जाँदैछु। अब आधी घन्टादेखि 45 मिनटमा हामीले केस सुरु गर्नेछौँ। हस्, थ्याङ्क यू, हेभ अ गुड डे।